नमस्ते, म डाक्टर अमित। आज हामी गर्भावस्थामा दिने एन्टिनेटल एडभाइस अर्थात् गर्भवती महिलाले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूको बारेमा कुरा गर्नेछौँ। र यो भिडियो विशेष गरी हाम्रो देशका सामान्य महिलाहरूको लागि हो, ताकि हरेक आमा र बच्चा स्वस्थ रहन्। अब यसमा सबभन्दा पहिला हामी डाइट अर्थात् खानपानको बारेमा कुरा गरौँ। गर्भावस्थामा आमाको स्वास्थ्य र बच्चाको राम्रो वृद्धि विकासको लागि पर्याप्त र पोषणयुक्त खाना अत्यन्त आवश्यक हुन्छ। गर्भावस्थाको खाना हल्का, पोषणयुक्त, सजिलै पच्ने तथा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल्सको सन्तुलित मात्रामा भएको हुनुपर्छ। गर्भावस्थामा महिलाहरूलाई करिब 300 किलो क्यालोरी अतिरिक्त ऊर्जाको आवश्यक पर्न जान्छ। अब हामी गर्भावस्थामा वेट गेन अर्थात् तौल बढ्ने बारेमा कुरा गरौँ। अब गर्भावस्थामा कति तौल बढ्नुपर्छ यो भन्ने कुरा प्रेग्नेन्सी अघिको बिएमआईमा भर पर्न जान्छ। यदि प्रेग्नेन्सी अघि तपाईको बिएमआई कम थियो भने वेट गेन बढी हुनुपर्छ र बिएमआई बढी थियो भने कम वेट गेन पर्याप्त हुन्छ। अब गर्भावस्थामा सप्लिमेन्ट्री न्युट्रिसन्स अर्थात् थप पोषणको बारेमा कुरा गरौँ। पहिलो ट्राइमेस्टर अर्थात् गर्भावस्थाको पहिलो 3 महिनामा फोलिक एसिड अत्यन्त आवश्यक हुन्छ। यो फोलिक एसिडले बच्चामा न्युरल ट्युब डिफेक्ट जस्ता जन्मजात समस्या हुनबाट बचाउँछ। कहिलेकाहीँ यो फोलिक एसिड प्रेग्नेन्सी हुनु अगाडिदेखि नै सुरु गरिन्छ। त्यस पछाडि दोस्रो ट्राइमेस्टर अर्थात् 13 हप्ता पछि आइरन र क्याल्सियमको सप्लिमेन्टेसन गर्नुपर्छ। र आइरनको एक्स्ट्रा सप्लिमेन्टेसन्स डेलिभरीको पछि पनि 45 दिनसम्म खानुपर्छ। अब गर्भावस्थामा इम्युनाइजेसन्स अर्थात् खोपको बारेमा कुरा गरौँ। गर्भावस्थामा टिटेनस विरुद्धको खोप आमा र नवजात शिशु दुवैलाई टिटनेसबाट बचाउन दिइन्छ। अब अर्को भ्याक्सिन भनेको टिडी भ्याक्सिन अर्थात् टिटनेस र डिप्थेरिया विरुद्धको खोप। यो खोप पहिलो एएनसी भिजिटमा दिइन्छ र यदि पहिलादेखि भ्याक्सिनेसन भएको छैन भने 6 हप्तापछि अर्को डोज फेरि दिइन्छ। र एउटा महत्त्वपूर्ण कुरा के हो कि प्रेग्नेन्सीमा कहिले पनि लाइभ भ्याक्सिन्स दिइन्न, जस्तै मिजल्सको, मम्सको, रुबेला र भ्यारिसेला जस्तो भ्याक्सिन दिइन्न। अब हामी गर्भावस्थामा रेस्ट र स्लिपको बारेमा कुरा गरौँ। गर्भावस्थामा सामान्य दैनिक काम गर्न सकिन्छ, तर आफ्नो कम्फर्ट अनुसारको सीमित मात्रामा काम मात्रै गर्नुपर्छ। धेरै भारी बोक्ने तथा स्ट्रेनस एक्सर्साइज विशेष गरी पहिलो ट्राइमेस्टर भनेको पहिलो 3 महिना र अन्तिमको महिनामा अभोइड गर्नुपर्छ। अब गर्भावस्थामा स्लिपको कुरा गर्दाखेरि रातमा कम्तीमा 8 घण्टा सुत्नुपर्छ र दिउँसो 2 घण्टा आराम गरेको राम्रो मानिन्छ। अर्को महत्त्वपूर्ण कुरा के हो कि गर्भावस्थाको पछिल्लो महिनाहरूमा लेफ्ट लेटरल पोजिसन अर्थात् देब्रे कर्बट सुत्नु राम्रो मानिन्छ, किनकि यसले बच्चामा ब्लड सर्कुलेसन्स राम्रो बनाउँछ। त्यसैले लेफ्ट लेटरल पोजिसन प्रायः डाक्टर साहेबहरूले एडभाइस गर्नुहुन्छ।